नमस्ते सबैजनालाई, हामी हौ JRWays र यो हो हाम्रो सुन्तलाको भिडियो। यो भिडियोमा हामी जाँदैछौँ तनहुँ जिल्लाको दक्षिणी भेगमा अवस्थित सुन्दर रिसिङ गाउँको सुन्तला चाख्न। बाटोमै हामी धौलागिरी, अन्नपूर्ण, लमजुम हिमाल लगायतका हिमशृङ्खला र पहाडको 360 भ्यू हेर्न एकछिन भुल्नेछौँ रिसिङ गाउँपालिकाकै गढी डाँडामा। शनिबार बिदाको दिन हामी बिहानै करिब 7:30 बजेतिर पोखराबाट निस्कियौं। पृथ्वी राजमार्गको नयाँ बनाइएको सिधा बाटोमा करिब 40-45 मिनटमै आबु खैरेनी पुगेर भिमाद जान दाहिने मुडियौं र त्यहाँबाट करिब 20 मिनटमा नै भिमाद पुग्यौं। भिमादबाट रिसिङ घिरिङ मात्रै होइन, घिरिङ हुँदै पाल्पाको रामपुर, कावासोती, डेढगाउँ जाने वैकल्पिक बाटो रहेछ। त्यस्तै रिसिङबाट पनि भिरकोट लगायत अन्य गाउँ हुँदै दमौली निस्कन सकिने रहेछ। भिमादबाट एकछिन चिया ब्रेक लिएपछि हामी अगाडि बढ्यौं। अब हामी यताबाट गयो भने चाहिँ तिम्रो पाल्पा रामपुर, डेढगाउँ, नौलखोला। कता यताबाट? यताबाट? यही बाटो हो नि जाने। अझै सुकिन्छ क्या एकछिन। यता गयो भने चाहिँ घिरिङ, पाल्पा, देउराली, रामपुर, डेढगाउँ। देउराली पुगेपछि दाहिनेतिर लागे घिरिङ र देब्रेतर्फ लागे रिसिङ जाने बाटो छुटिने रहेछ। हामीलाई रिसिङ गाउँपालिका जानु थियो र त्यहाँबाट देब्रेतर्फ लाग्यौं। मेन रोडबाट जम्मा 10 मिनटको कच्ची बाटो चढेपछि पुग्न सकिने गढी डाँडामा हामी एकछिन रोकियौं। यस डाँडाबाट अति नै सुन्दर दृश्य देख्न सकिने रहेछ। किम्वदन्ती अनुसार श्रृङ्ग नाम गरेका ऋषिले तपस्या गरेको पुण्य स्थान भएको हुँदा यस ठाउँको नाम रिसिङ रहन गएको रहेछ। 6 वटा गाविस समायोजन गरी रिसिङ गाउँपालिका गठन भएको र अहिले 8 वटा वडामा विभाजित गएको रहेछ। यहाँ ऐतिहासिक भिरकोट दरबार, कोट दरबार, 2224 राज्यको समयमा राजाद्वारा प्रयोग गरिएका वस्तुहरू तथा विभिन्न धार्मिक आस्था बोकेका मन्दिरहरू रहेको हामीले थाहा पायौं। धौलागिरी, अन्नपूर्ण हिमशृङ्खला लगायत लमजुङ हिमालहरू पनि लस्करै देख्न सकिने रहेछ। दमौली बजार माथिको मालुङकोटदेखि अरू थुप्रै पहाडहरू पनि 360 भ्यूमा देखिन पाउँदा बाइक, स्कुटरमा चिसो खाँदै आएका हामी अति नै रमाएका थियौं। गढी डाँडामा निर्माण गरिएको भ्यू टावर र खनिएको बाटोले यस ठाउँमा भविष्यमा पक्कै पनि धेरै पर्यटन आउने सम्भावना रहेको हामीले देख्यौं। गढी डाँडाबाट तल झरेर फेरि मेन रोडलाई पछ्याउँदै 10 मिनटमै हामी पुग्यौं आजको गन्तव्यमा, जुन थियो हाम्रै JRWays टिमका मेम्बर दाई श्रीराम आलेको चिटिक्क परेको घर। यही हो मेरो जन्म घर। जन्मेको हुर्केको घर।
रिसिङ गाउँपालिका वडा नम्बर 7 मा रहेको राईथोक गाउँको यो घरमा हामीले स्वागत स्वरूप खान पायौं आमाको हातले बनाएको अति नै मिठो खाजा मासको बारा। खाजा खाएर टन्न भएपछि हामी श्रीराम दाईको बुबा भक्तबहादुर आलेको सुन्तला बारीमा सुन्तला टिप्न झर्यौं। हामी नि सुन्तला खान आएको होइन तलबाट रुखैबाट टिप्ने अरे आज एउटा त खाए पैसा छ केही काटेर हाल्दियो है। बुवाले हामी आउनुभन्दा पहिले नै सुन्तला खेताला लगाएर टिपिसक्नु भएको रहेछ र हामीलाई 2वटा बोट साँची राखिदिनु भएको रहेछ। हामी त्यहाँ पुग्दा लटरम्म फलेको सुन्तलाका बोटहरू देख्न त पाएनौं, तर त्यहाँ हाम्रो नाममा साँची राखेको 2वटा बोटदेखि धेरै खुसी भयो। झन् अति मिठो र रसिलो सुन्तला चाख्न पाउँदा हामीलाई के चाहियो र। बैसठी वर्षीय भक्तबहादुर आले बुवाले यहाँ 200 भन्दा बढी सुन्तलाको बोट रोप्नु भएको रहेछ। नेपाल आर्मीमा भर्ती भएर पनि अरूको अधीनमा नबसी आफै स्वाभिमानी रूपमा काम गर्ने स्वभावका कारण जागिर छोडेर विदेश पनि नगइकन आफ्नै घर र माटोमा केही गर्छु भनी आफ्नो श्रीमती र परिवारसँग मिली कयौं वर्षदेखि कृषि पेशा अपनाउँदै आउनु भएको रहेछ। उहाँको कामप्रतिको लगाव र मेहनतले गर्दा स्थानीय सरकारबाट पनि बेला बेलामा सम्मान पुरस्कार र प्रोत्साहन प्राप्त गर्दै आउनु भएको रहेछ। मान्छे नभएको बेला बाँदरको समूहले पूरै रुखको सुन्तला खाइदिने हुँदा भक्तबहादुर बुवा सधैँ बाँदर भगाउन कुरुवा बस्नु हुँदो रहेछ। त्यहाँ हुँदा टाढैबाट बाँदरहरू कराएको पनि हामीले सुनेका थियौं।
एकै किसिमको भनेको के फेरि बहिनी ओहो ठुलै छ त घाँटी छोटो भएको पछि निकै भारी बोक्यो क्या आफूले अलिअलि मात्र बोकी र पुरै बुवा र दाइलाई बोक्न लगाई हामी घर फर्कियौं र सुन्तला भाग लगायौं। आमाले खाना पस्किसक्नु भएको रहेछ र पेटभरि खाना खाएर एकछिन सुस्ताएर फर्कने तयारी गर्यौं। पुरै गाउँ घुम्न नपाए पनि पछि मजाले घुम्न फेरि आउने बाचाका साथ हामी फर्कियौं। फर्किँदा छोटो पर्ने बाटो पलान गाउँ हुँदै बिमार निस्किएका थियौं। हामीलाई माया गरेर सुन्तला बाँदरबाट बचाई बचाई साँची राखिदिनु भएकोमा भक्तबहादुर बुवा, मिठो मिठो पकाएर खुवाउनु भएकोमा ओम कुमारी आमा र बहिनी चाहना, अनि आफ्नो सुन्दर गाउँ घुमाउन, चिनाउन र सुन्तला चखाउन लगिदिनु भएकोमा श्रीराम दाइलाई धेरै धेरै धन्यवाद।